नमस्ते सबैजनालाई। हामी चाहिँ आज छुट्टी थियो चारैजनाको, अनि यता स्लोभेनियाको पिच जाँदैछौँ। फोटो रोज हुन्छ। कस्तो हुँदै खै? भाल हुँदैछ चाहिँ हामी चाहिँ अहिले कोपर ग्रान्ड बिच साइडतिर चाहिँ जानेछौँ है गाइस। बवाल रमाइलो हुनेछ आज चाहिँ। अरू सब ठिक छ, रमाइलो भएछ। नमस्ते, मेरो नाम चाहिँ दिनेश भुजेल होइन। म चाहिँ एकदम यहाँ घुमफिरको लागि एकदम होइन। अब घुम्ने पनि त चिलाक्स पारामा के छ त, जहिले काम गरेको गरे होइन। अब मुड पनि फ्रेस हुने होइन, अनि त्यस पछाडि सबै कुरा फ्रेस हुने। त्यही भएर हामी यसो मुड पनि फ्रेस गर्नको लागि चाहिँ हामी यसो घुम्दिन गइरहेको छौँ। हेलो अनुप दोस्त, के छ? हामी कहाँ जाँदै हो? On the way कोपर है, हामी कोपर बिरान चाहिँ जाँदैछौँ गाइस। आज चाहिँ बवाल रमाइलो हुँदैछ कि कसो दिनेश? हामी चाहिँ अहिले हाइवे जाम भएर, हाइवेमा लगभग 10-15 किलोमिटर जति जाम थियो। त्यही भएर अहिले अर्कै सर्टकट बाटो आएको छौँ। सर्टकट भन्नाले हाइवे भन्दा त कतिभन्दा 1 घन्टा रहेछ अझै। सर्टकट बाटो, सानो बाटो आएको छौँ। यस्तो कस्तो हुँदैछ केटाहरू? अझै 1 घन्टापछि बल्ल पुगिन्छौँ हामी आफ्नो गन्तव्यमा। त्यसपछि के हुन्छ देखाउने छौँ। फाइनली गाडी पार्किङ गरेर अब हामी जाँदैछौँ समुद्रतिर। समुद्र किनारमा एक्साइटेड? और भने दिनेश एक्साइटेड? एकदम धेरै मजा लागिरहेछ। यो ब्यागभरि यहाँ सामान छ क्या, यहाँनिर पुरा। म त फेरि यहाँ छु। घर मस्त हान्ने हो। के हान्ने? के ड्राइभ के भन्छ? ड्राइभ तलपट्टि देखाइ। यता नि हेर। हामी चाहिँ स्विमिङ खेली भ्याएर अब
कस्तो भयो एकदम बेस्ट Experience. बवाल बवाल यो चाहिँ युरोपको पहिलो महसुस है समुद्रमा ल मेरो सेकेन्ड टाइम हो फर्स्ट टाइम गोवा सेकेन्ड टाइम इन्डिया फर्स्ट टाइम इन्डिया सेकेन्ड टाइम युरोप सर स्विमिङ गरेर भ्याइयो अब फर्किँदैछौँ उता पिरान जाँदैछौँ यहाँबाट पिरान नि नजिकै रहेछ 4 किलोमिटर पिरान घुमेर टक्क अब हामी चाहिँ फर्किन्छौँ पिरानमा चाहिँ हामी यसो फोटोसोटो खिच्न घुम्न मात्रै जान्छौँ त्यहाँ नि समुद्रै हो हुन त कस्तो भयो आजको बवाल एकदम आजको दिन चाहिँ एकदम इन्जोय रमाइलो भयो छुट्टी खत्रै रमाइलो भएको छ 4 जना हामी नेपाली हाम्रो एकदम पुरानो टिम हो स्लोभेनियाको एकदम मजा इन्जोय कस्तो भयो एकदम बबाल रमाइलो भयो होइन तर एकदम कालो भइदो रहेछ क्या यो स्विमिङ खेलेर अनि मैले चाहिँ फर्स्ट टाइम यो यस्तो पानीमा खेलेको होइन यस्तो नुन चर्को हुँदो रहेछ मेरो चाहिँ फर्स्ट टाइम हो नि त तर जे होस् मजा आयो कस्तो भयो बब्बाल गाइस बब्बाल है हामी चाहिँ अब पार्किङ पे गर्न लागेको अब यसपछि चाहिँ हामी सर पिरान जानेछौँ गाइस फाइनली गाइस हामीले चाहिँ बार्बिक्यू बनाउँदै है एकदम चिकन अनि हाम्रो चाहिँ बुङ्गुर है गाइस है दिनेश कस्तो भइरहेछ बब्बाल बनाएर होइन के हो मान्छे त गोरो गोरो देख्छु त आज के हो समुद्रको पानीले हो कि क्या हो आमामा ए बब्बाल हुन्छ है अब एकछिनमा यस्तो खाइन्छ कि गाइस कोही नगरौँ है दिनेशले पकाउँदै बब्बाल तरिकाले